रेकर्ड गरौँ न। यदि इन्क्लुसिभ हो भने इन्क्लुसिभलाई एक्सक्लुसिभ बनाउँदाखेरि चाहिँ पछाडि भनेको मतलब अगाडि अगाडि चाहिँ अगाडि चाहिँ के गर्नु पर्यो 0.5ले माइनस गर्नु पर्यो अनि पछाडि चाहिँ 0.5ले प्लस गर्नु पर्यो है। अगाडि 0.5ले माइनस गर्नु पर्यो पछाडि चाहिँ 0.5ले प्लस गर्नु पर्यो। यसरी त्यस्तो हो भने के हुन्छ त भन्दाखेरि यहाँ 0.5ले माइनस गर्नु पर्यो अगाडि अनि पछाडि चाहिँ प्लस गर्नु पर्यो। ठिक छ। अब यतिखेर माइनस 0.5 हुने भयो अनि यहाँ प्लस गर्दाखेरि 9.5 हुने भयो। यता 0.5 गर्दाखेरि 9.5 हुने भयो 19.5 हुने भयो। माइनस गर्दाखेरि 19.5 हुने भयो प्लस गर्दाखेरि 29.5 हुने भयो। ओ यसरी यहाँ त अब त मिल्यो नि त। हो इन्क्लुसिभ छ भने यसलाई एक्सक्लुसिभ बनाउनको लागि के गर्नु पर्दो रहेछ त अगाडि 0.5ले माइनस गर्ने पछाडि 0.5ले प्लस गर्ने। यदि थाहा थियो भने ठिकै छ थाहा थिएन भने यो चाहिँ कम्पलसरी गर्नुपर्छ है। कहिले कहिले स्टुडेन्टको यहाँ चाहिँ इन्क्लुसिभ केस आइरहेको हुन्छ। इन्क्लुसिभ केस आउँदा पनि तपाईँले चाहिँ एक्सक्लुसिभ तरिकाले गरिराख्नु भएको हुन्छ कि त्यो मिस्टेक हुन्छ है। त्यो मिस्टेक नहोस् भनेर भनेको मैले। अब अर्को हामीलाई फर्मुला थाहा हुनुपर्ने भनेको एउटा भनेको चाहिँ के थाहा हुनुपर्छ त अर्थमेटिक मिनको फर्मुला थाहा हुनुपर्छ। अर्थमेटिक मिनको फर्मुला थाहा हुनुपर्छ। एएम भन्छ होइन। एएम यसमा पनि हामीलाई के कस्तो हुन्छ भन्दाखेरि यस्तो हुन्छ कि मेरो स्टुडेन्टहरू यस्ता यस्ता केसहरू हुन्छन्। कस्ता कस्ता केस हुन्छन् भन्दाखेरि तपाईँको चाहिँ 1 2 होइन 4 6 8 यसरी दियो भने एउटै मात्र दिएको छ एक्सको भ्यालु एउटै मात्र दिएको छ भने त्यसलाई इन्डिभिजुअल सेरिज भन्छ। इन्डिभिजुअल सेरिज भन्छ। सिरिज भन्छ। फर्मुला युज गर्दाखेरि इन्डिभिजुअल हो कि डिस्क्रिट हो कि हेर्नुपर्छ। तपाईँको एक्सको मान यसलाई यस्तो भयो हो ठिक छ। त्यसपछि एक्सको मान चाहिँ 5 6 8 तपाईँको चाहिँ यहाँ 10 होइन 10 12 अनि एफ पनि दिएको छ होइन नम्बर पनि दिएको छ 2 4 3 6 5 यस्तो दिएको छ भने योलाई चाहिँ किन सेरिज भन्छ त डिस्क्रिट सेरिज भन्छ। डिस्क्रिट सेरिज भन्छ। यिनीहरू छुट्टै छुट्टैको फर्मुला छुट्टै छुट्टै हुन्छ कि त्यही भएर मैले बेसिकदेखि भन्दैछु मेरो प्यारेहरू 15 मार्क्स 10 मार्क्स र 2 मार्क्स आउँछ। यदि 12 मार्क्स होइन भने 17 मार्क्स 12 मार्क्स होइन भने 17 मार्क्स फिक्स्ड हो। फिक्स्ड अनि एकदम इजी पनि हो होइन। अनि त्यसपछि यदि क्वेसन चाहिँ यसरी आयो 0 देखि 10 यसरी आयो 0 देखि 10 10 देखि 20 होइन 10 देखि चाहिँ तपाईँको चाहिँ नि 20 अनि त्यसपछि 20 देखि 30 होइन 30 देखि 40 एफ भनेको चाहिँ तपाईँको 5 6 7 8 यसरी आयो भने यो भनेको चाहिँ कन्टिन्युअस सिरिज भन्छ। के सिरिज भन्छ यसलाई कन्टिन्युअस यसलाई कन्टिन्युअस सिरिज भन्छ। यिनीहरूको सबैको फर्मुला छुट्टै छुट्टै हुन्छ। अब त्यसो हो भने हो सर अर्थमेटिक मिनको नि फर्मुलाहरू भनिदिनु न। मैले तपाईँहरूलाई यहाँ फर्मुलाहरू लेखिदिन्छु इन्डिभिजुअलको छुट्टै अनि के अरे डिस्क्रिटको छुट्टै लेखिदिन्छु है त। मिनको फर्मुला मिनलाई हामीले यसले डिनोट गर्छ हो। इन्डिभिजुअलमा हो भने समेसन एक्स बाई एन गर्नु पर्यो। यहीँ लेखिदिनु न यहीँ खोइ कहाँ गयो खोइ 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 तपाईँको चाहिँ मिनलाई एक्स बारले डिनोट गर्छ समेसन एक्स बाई एन। समेसन एक्स भनेको यो प्लस यो प्लस यो प्लस यो प्लस यो डिभाइड बाई 1 2 3 4 5 सक्यो होइन। फर्मुला कति धेरै चाहिँ सजिलो रहेछ त लु। अनि यसको मिन निकाल्यो भने समेसन यहाँ एफ छपेछ नि एफ एक्स डिभाइड बाई एन होइन कति चाहिँ सजिलो रहेछ यसको पनि फर्मुला है। एफएक्स भनेको यो रेमा मल्टिप्लाई प्लस यो रेमा मल्टिप्लाई यो रेमा मल्टिप्लाई यो रेमा मल्टिप्लाई यो रेमा मल्टिप्लाई प्लस 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 गर्दै जाने। अनि त्यसपछि कन्टिन्युअसको फर्मुला चाहिँ के रहेछ सर भनेको भने कन्टिन्युअसको फर्मुला पनि मिनको फर्मुला भनेको कन्टिन्युअसको फर्मुला के होला त सर्टकट मेथड युज गरिनु लङ कट मेथड युज गर्नु कन्टिन्युअसमा पनि यही त हो नि समेसन एफएक्स डिभाइड बाई एन। यो एक्सलाई चाहिँ हामीले एम भन्नु है त समेसन एफ एम यो भनेको मिड भ्यालु एम भने चाहिँ के हो मिड भ्यालु। यसको मिड निकाल्नुपर्छ कि यो र यसको यो प्लस यो डिभाइड बाई 2 यसको मिड भनेको 15 यसको मिड भनेको 25 यसको मिड भनेको 45 मिन ल सकेन त। अर्थमेटिक मिनको इन्डिभिजुअलको हो कि डिस्क्रिटको हो कि कन्टिन्युअसको हो कि भनेर फर्मुलाहरू यसरी लेख्नु पर्यो होइन। कहिलेकाहीँ चाहिँ वेटेज एभरेज छ भने वेटेज एभरेज अर्थमेटिक मिन छ भने वेटेज मात्रै थप्नुपर्छ। अनि अर्को 2 मार्क्समा आइरहने भनेको 2 मार्क्समा आइरहने भनेको नि के हो त भन्दाखेरि कम्बाइन
मिन 2 मार्क्समा आइरहने भनेको के हो त कम्बाइन मिनलाई मिनै भन्छ तर तल चाहिँ के राख्ने कम्बाइन मिनलाई मिनै भन्ने हो तर तल चाहिँ के राख्ने त्यसो टुप्पोमा भन्ने मतलब पुच्छरमा चाहिँ 1 2 राख्ने तीनवटा कम्बाइन छ भने 1 2 3 चारवटा छ भने 1 2 3 4 5 4 हैन कम्बाइन मिन दिएको हुन्छ के ए र बी नम्बर अफ ए नम्बर अफ बी मिन ए मिन बी 2 मार्क्सको लागि दिन्छ यो पालि पनि दिन्छ भनेपछि के गर्नु पर्यो मिन 1 n1 प्लस मिन 2 n2 डिभाइडेड बाई n1 प्लस n2 यसरी कम्बाइन मिनको फर्मुला चाहिँ यो हाल्नु पर्यो ल तीनवटा छ भने मिन 1 n1 मिन 2 n2 प्लस मिन 3 n3 डिभाइड बाई n1 n2 n3 त्यसरी गर्नु पर्यो है कहिले कहिले कम्बाइन स्ट्यान्डर्ड डेभिएसन पनि छोड्छ हामीले स्ट्यान्डर्ड डेभिएसन भनेपछि कहाँ पर्छौँ तपाईको यो सेन्ट्रल टेन्डेन्सी भयो मेजरमेन्ट अफ डिस्पर्सनमा चाहिँ स्ट्यान्डर्ड डेभिएसन सिबीहरू पर्छ यसमा चाहिँ मिन मिडियन मोड पर्सन्टाइल डिसाइल पर्छौँ भने अनि मेजरमेन्ट अफ सेन्ट्रल टेन्डेन्सीमा त्यो पर्छौँ डिस्पर्सनमा चाहिँ त्यसपछि त्यहाँ चाहिँ स्ट्यान्डर्ड डेभिएसन्स होइन क्वार्टल डेभिएसन्स त्यसपछि अर्को कुराहरू पनि पर्छन् है त सिबी पर्छौँ कोएफिसिएन्ट अफ भेरिएसन्स है त्यो त यो अर्को फर्मुला यो इम्पोर्टेन्ट फर्मुला ल इम्पोर्टेन्ट फर्मुला अनि अर्को लेख्दै जाउँ मैले यस्तो ढिलो गरिरहेको छु लेख्दै जाउँ ल लेख्दै मात्रै जाउँ न मेरो स्टुडेन्टहरू तपाईँहरू लेख्दै मात्रै जाउँ भिडियो रेकर्ड गर्नु न गरिरहेको छु ल गरिरहेको छु म हालि पनि दिन्छु ल अर्को पनि लेखौँ मेरो स्टुडेन्टहरू जियोमेट्रिक मिनको पनि फर्मुला लेखौँ त जियोमेट्रिक मिन ल जिएम ल गुड मर्निङको नि फर्मुला लेखौँ है त गुड मर्निङको फर्मुला इन्डिभिजुअलको लागि डिस्क्रिप्टको लागि सबै एउटै हो एउटै मात्रै लेखिदिन्छु म गुड मर्निङको फर्मुला गुड मर्निङमा चाहिँ एन्टी होइन एन्टी लग 1/n समेसन लग एक्स है अब इन्डिभिजुअलमा यो अनि डिस्क्रिट छ भने यहाँ एफ थप्ने है डिस्क्रिट छ भने के थप्ने एफ थप्ने सक्यो यो त्यति आउँदैन होइन हार्मोनिक मिन पनि त्यति आउँदैन मैले लेखिदिएन है त त्यही पनि लेख्ने चाहिँ लेखिदिउँ होइन त हार्मोनिक भरे आयो रे त्यसपछि सर तपाईँले त लेख्नु भएन भन्नु हार्मोनिक मिन होटल म्यानेजमेन्ट एन डिभाइड बाई समेसन 1/x ल अर्को फर्मुला भनेको मेन इम्पोर्टेन्ट मेडियनलाई Q2 पनि भन्छ मेडियनको फर्मुला लेखौँ मेडियन पनि के हुन्छ इन्डिभिजुअल डिस्क्रिट र मेडियन गर्ने मेडियन हामीलाई निकाला भनेको छ भने यदि मेडियन क्वेसनले निकाला भनेको छ भने दुईटा स्टेपहरू गर्नुपर्छ कतिवटा स्टेपहरू गर्नुपर्छ 2वटा सुन र चाँदीको मूल्यमा वृद्धि कति हुँदैछ कारोबार जतिसुकै होस् शेयरमा घाटा लागिहाल्यो नयाँ सरकारले चाहिँ के गर्ला भनेर पैसा हालेको भएको जति सबै गइहाल्यो बेचौँ भने घाटा कहिले हुने जेमा पनि घाटा के 2वटा स्टेप गर्नुपर्छ है हैन 2वटा स्टेप गर्नुपर्छ मिन मिडियन निकाल्दाखेरि के निकाल्नु पर्यो पहिला सुरुमा चाहिँ चाहे त्यो तपाईको इन्डिभिजुअल होस् चाहे त्यो कन्टिन्युअस होस् चाहे त्यो डिस्क्रिट नै किन नहोस् 2वटा स्टेप गर्नुपर्छ पहिला पोजिसन अफ मिन अथवा पोजिसन अफ मिडियन निकाल्नुपर्छ है ल पोजिसन अफ मिडियन निकालौँ पोजिसन अफ मिडियन है के अरे इन्डिभिजुअलको लागि गरिदिउँ इन्डिभिजुअल कस्तो हो भन्ने कुरा त चिन्नु भयो नि होइन इन्डिभिजुअल सिरिज ल मिडियनको फर्मुला हो मिडियनलाई एमडीले दिनु गर्ने n+1/2 टीएच आइटम फर्स्ट स्टेप अनि सेकेन्डमा चाहिँ जुन नम्बरमा पर्छ त्यही मिडियन है अनि डिस्क्रिट सिरिजमा फर्स्ट स्टेपमा चाहिँ के गर्नु पर्यो मिडियन निकाल्नको लागि डिस्क्रिट सिरिजमा पनि मिडियन निकाल्नलाई n+1/2 त्यही हो सेम n प्लस के गर्नु पर्यो n+1/2
2 टीएच आइटमै गर्नु पर्यो यसमा पनि। अनि सेकेन्डमा चाहिँ यसको एन्सर निकाल्नु पर्यो। अनि लास्टमा भनेको कन्टिन्युअस सिरिजमा के हो त? अब कन्टिन्युअस भनेको के हो त थाहा हुन्छ नि? कन्टिन्युअस सिरिज जेरोदेखि 10, 10देखि 20, 20देखि 30 यसरी हुन्छ। एफ भनेको 1 2 3 यसरी हुन्छ। सिएफ भनेको क्युमुलेटिभ फ्रिक्वेन्सी भन्छ। कसरी गर्ने? 1 को 1 अनि 1 मा 2 जोड्ने। 1 मा 2 जोड्दा कति हुन्छ? गुड 3 हुन्छ। 3 मा 3 जोड्ने कति हुन्छ? 6 हुन्छ। गुड। अब मानिलिउँ कि तपाईँको चाहिँ यो क्लास इन्टरभल गर्दाखेरि चाहिँ तपाईँको मानिलिउँ कति आयो अरे? क्लास इन्टरभल गर्दाखेरि चाहिँ तपाईँको मानिलिउँ 2.5 आयो अरे। मानिलिउँ 2.5 यो फर्स्ट स्टेप गर्दाखेरि, यसैको फर्स्ट स्टेप गर्दाखेरि चाहिँ एन भनेको यो सबै जोडेकोलाई एन भन्छ है। कति हुने भयो? 5 1 6 आउने भयो हो। 6 डिभाइड बाई 2 गर्दा कति आउने भयो? 3 आउने भयो हो। 3 टीएच आइटम आउने भयो फर्स्ट स्टेपमा। कति आउने भयो? 3 टीएच आइटम। 3 भनेको यहाँ छ। यसको क्लास इन्टरभल कहाँ पुग्यो त? 10 देखि 20 मा पुग्यो। कहाँ पुग्यो रे मेरो स्टुडेन्टहरु? क्लास इन्टरभल 10 देखि 20 मा पुग्यो। ठीक छ? 3 आएपछि क्लास इन्टरभल। अब सेकेन्डमा के गर्ने? मिडियन एल भनेको सानो, एल भनेको स्मल हैन। एन बाई 2 भनेको हामीले भर्खर कति निकालेको? 6 डिभाइड बाई 2 गर्दा 3 निकालेको नि। एन बाई 2 भनेको 3 है। एन बाई 2 भनेको 3। मैले यहाँ हेर त, एन भनेको यहाँ यसलाई एन भन्छ। यो सबै जोड्यो भने 6 आउँछ। 6 डिभाइड बाई 2 गर्दा तपाईँको 3 आउँछ। 3 टीएच आइटम। अनि यसको 3 भनेको यसमा पर्ने भयो। यसको क्लास इन्टरभल भनेको तपाईँको 10 देखि 20 हुन्छ। भनेपछि अब मिडियन निकाल्ने हो भने एल भनेको 10 भयो प्लस एन बाई 2 भनेको चाहिँ तपाईँको कति आएको त? 3 आएको माइनस यसको सिएफ एक स्टेप माथि, सिएफ एक स्टेप माथि, सधैँ पनि सिएफ एक स्टेप माथि है। सिएफ सधैँ फर्स्ट स्टेप एक स्टेप माथि है। एक स्टेप माथि सिएफ चाहिँ, सिएफ सधैँ एक स्टेप माथि। अन्डरस्टुड? डिभाइड बाई एफ भनेको यसो सिधा यता 2 इन्टु एच भनेको यसको र यसको डिफरेन्स 20 मा 10 घट्दा कति हुन्छ? 10 हो। यसरी चाहिँ गर्नुपर्छ। चाहे जेसुकै होस् न। अब यहाँ हेर, यति फर्मुला आइसकेपछि सबै आयो के मेरा प्यारप्यारीहरू? यति आइसकेपछि यो त मिडियनको लागि भयो। अब सर मिडियनको लागि मात्रै हो त? अरू पनि त छ त। अरू के छ त? पर्सेन्टाइल छ, डिसाइल छ। पर्सेन्टाइल भए डिभाइड बाई, अनि पर्सेन्टाइल छ, डिसाइल छ, 10%, 100%, समथिङ जे पनि आउन सक्छ। अब त्यसको लागि चाहिँ अब फर्मुला हेरौँ है त फेरि। अब पर्सेन्टाइलको लागि मैले फर्मुला लेखिदिएँ ल। आज यदि भ्याइन भने टक्क हेरौँ ल। क्वार्टल छ है। क्वार्टाइल डिभिजन्स 4 वटा हुन्छ। Q1 Q2 Q3 हुन्छ है। क्वार्टाइल हुन्छ। यसमा चाहिँ 4 Q डिभाइडेड बाई 4 Q2 निकाल्ने हो भने 2A। यहाँ हेर्नु है, यहाँ हेर्नु हो अलिकति। यसमा फर्मुला के त भन्दाखेरि यदि Q1 निकाल्ने हो भने यसमा के हुन्छ? Q1 Q3 है। Q1 र Q3 हुन्छ। Q1 निकाल्ने हो भने यदि इन्डिभिजुअल हो भने तपाईँको n+1 बाई क्वार्टरलाई 4 ले डिनोट गर्छ।
4 टीएच आइटम है। यदि कन्टिन्युअस हो भने n/4 टीएच आइटम फर्स्ट स्टेप। अनि सेकेन्ड स्टेप भनेको के हो त, यो फर्स्ट स्टेप, यो सेकेन्ड स्टेपमा क्वार्टर डिभिजन n/4 टीएच आइटम निकाल्नलाई सेकेन्ड स्टेपमा के गर्नु पर्यो त, l प्लस n/4 माइनस CF बाई F इन्टु H। ठिक छ। अनि यदि Q3 निकाल्ने हो भने 3 मात्रै थपिदिने, यहाँ 3 मात्रै थपिदिने, अरू सबै सेम। अनि क्वार्टर पछि अर्को डिसाइल आउँछ। डिसाइल भनेको चाहिँ यसलाई 10 डिनोट गर्ने होइन। ल त्यसो हो भने सर ठिक छ, त्यसो हो भने डिसाइल 10 निकाल्नु भन्ने हो भने डिसाइल 10 निकाल्ने हो भने n भनेको n होइन 10 डिभाइड बाई 10 निकाल्ने हो भने 10n डिभाइड बाई 10 होइन। डिसाइलले चाहिँ कतिले डिभाइड गर्छ अरे, 10 ले डिभाइड गर्छ हो के र। अनि पर्सेन्टाइजलाई चाहिँ 100 ले डिभाइड गरी ल टीएच आइटम। यसको पनि सेकेन्ड स्टेप गर्नु पर्यो, सेकेन्ड स्टेप l प्लस 10n डिभाइड बाई 10 अथवा n डिभाइड बाई 10, यहाँ n मात्रै राखिदिनु ल मैले अहिले डिसाइडको लागि, n डिभाइड बाई 10 टीएच आइटम माइनस CF बाई F इन्टु H। यो फर्मुला चाहिँ याद होस्। अनि पर्सेन्टाइललाई 100 है, मानौँ P25% P25% निकाला भने पनि 25n डिभाइड बाई 100 टीएच आइटम। यो फर्स्ट स्टेप, जेको लागि नि कतिवटा स्टेप गर्नुपर्छ, सेकेन्ड स्टेप पनि गर्नुपर्छ। P25 को फर्मुला भनेको l प्लस 25n डिभाइड बाई 100 माइनस CF बाई F इन्टु H। ठिक छ। ल यो चाहिँ पर्सेन्टाइलको। अनि कहिले कहिले मोडको फर्मुला निकाला भनेको हुन्छ। मोड निकाल्नको लागि के गर्नुपर्छ त भन्दाखेरि मोड भनेको m0, मोड चाहिँ मस्ट रिपिटेड के, मस्ट रिपिटेड भनेको चाहिँ रिपिटेड चाहिँ के हो त, मस्ट रिपिटेड भ्यालु चाहिँ मोड हो। जस्तै 1 2 3 2 4 2, यो 2 2 2 भनेको चाहिँ के हो त, मोड हो होइन। 2 2 2 भनेको चाहिँ के रहेछ त, मोड रहेछ। ठिक छ। अब मोडको पनि त फर्मुला लाउनु पर्यो नि त मेरो प्यारपेरीहरू। जब मोड निकाल्छौ अनि कन्टिन्युअस सिरिजमा अब मोडको फर्मुला हाल्नु पर्यो, मोडको फर्मुला लेखिदिइहाल न, के चाहिँ छ त। मोडको फर्मुला भनेको l प्लस F1 माइनस तपाईँको चाहिँ F0 गरे नि भयो। अनि अर्को तरिकाले गर्दा नि भयो है, F माइनस F0 डिभाइडेड बाई, नत्र भने के गर्ने त, मोडको फर्मुला सजिलो फर्मुला हाल्नु। ल नत्र भने चेन्ज इन 1 प्लस चेन्ज इन 2 है, अनि इन्टु एज गर्नु पर्यो। ठिक छ। ल यसरी गर्न सकिन्छ है। यो निकाल्नको लागि चाहिँ के हुने भयो, F1 माइनस F0, यो निकाल्नको लागि F0 माइनस F2 गर्नुपर्छ ल। ठिक छ। ल यसरी चाहिँ मोडको फर्मुला आउँछ। अर्को 2 मार्क्समा आउने 2 मार्क्समा आउने मोडको फर्मुला युज गर्नलाई, मोड भनेको m0 हो, यसको फर्मुला युज गर्नलाई 3 मेडियन माइनस 2 मिन, यो पनि इम्पोर्टेन्ट छ ल, 2 मार्क्समा कहिले कहिले सोधिन्छ है त। ल यति फर्मुला जाने भने पुग्यो। अब मेरो स्टुडेन्टहरू तपाईहरुलाई त अब थाहा नभएको कुरा मैले अहिले छट्टै भनिदिन्छु। यहाँ यस्तो कुरा भनिदिन गइरहेको छु कि क्वेसनले यसरी सोध्छ, यसरी सजिलो त कहाँ सोध्छ त क्वेसनले यसरी सोध्छ इस डिराइभ मिडल 50% अफ क्लास अथवा फ्यामिली भनेर सोध्छ। यसरी 50% भनेर सोध्यो हैन। अनि त्यसपछि 20% अफ टप टपर अफ फेलर हैन, अथवा 10% अफ फेलर अफ टपर, यसरी सोधिरहेको हुन्छ।
मिडल सोधिरहेको हुन्छ मिडल निकाल्नको लागि मिड भ्यालु निकाल्नको लागि मिडल निकाल्नको लागि जहिले पनि 2वटा पर्सेन्ट निकाल्नुपर्छ भन्ने पर्सेन्ट 2वटा निकाल्नुपर्छ मिड निकाल्नको लागि जहिले पनि अब हेर त मिडल निकाल्नको लागि के गर्नुपर्छ त भन्दाखेरि हामीले फर्स्ट स्टेप हेर्नु है फर्स्ट स्टेप एकदम इम्पोर्टेन्ट है एकदम इम्पोर्टेन्ट मिडल निकाल्नको लागि हामीले कतिको मिडल निकाल्नु पर्यो 50 को भनेपछि हामीले पहिला सुरुमा 100 बाट 50 घटाउनु पर्यो है 100% बाट 50% घटाउँदाखेरि कति पर्सेन्ट आयो 50% आयो मानौँ अहिले पो 50 छ र 100 मा 50 घटाउँदा 50 आउँछ यदि 25 भएको भए 100 मा 50 घटाउँदा कति हुन्थ्यो 75 हुन्थ्यो मिडल निकाल्नको लागि डिभाइड बाइ 2 गर्नु पर्यो के गर्नु पर्यो डिभाइड बाइ 2 गर्नु पर्यो मिड भ्यालु मिड निकाल्नको लागि हाफ हुने भयो नि त हाफ हुँदाखेरि के गर्नुपर्छ त डिभाइड बाइ 2 गर्नुपर्छ भनेको मतलब 25% एउटा पी 25% आयो पर्सेन्टाइल है एउटा पी 25% निकाल्ने अब हाम्रो 100 मा चाहिँ 25% गयो भने कति पर्सेन्ट बाँकी रहन्छ त 75% अर्को हामीले के गर्नु पर्यो त पी 75% निकाल्नु पर्यो पी 75% ई अब यसको अब फर्मुला के हो त यहाँ हेर त P25 को फर्मुला हामीलाई थाहा छैन र भनेको थाहा छैन पर्सेन्टाइज भन्छ डिभाइड बाइ 100 n 25 हो भने 25 n डिभाइड बाइ 100 टीएच आइटम यो फर्स्ट स्टेप अनि यसैको सेकेन्ड स्टेप चाहिँ के गर्नुपर्छ त स्टुडेन्टहरु P25 गर्नको लागि L + 25 n बाइ 100 माइनस CF बाइ F इन्टु H गर्नु पर्यो अनि 75 को भने त्यही गर्नु पर्यो हैन यस्तो तरिकाले गर्नुपर्छ अब यहाँ हेर्नु न 20% अफ टपर अफ फेलरको चाहिँ टपर 20% निकाल्नु पर्यो अब यस्तो हेरेर त के हुन्छ त 0 फेलर भनेको 0 बाट सुरु हुन्छ टपर भनेको चाहिँ 100 बाट सुरु हुन्छ फेलर भनेको 0 बाट टपर भनेको 100 बाट अब यहाँ हेर 20% चाहिँ टपरको फेलर निकाल्नु पर्यो टप हानेको मान्छेले पनि कम मार्क्स ल्याएको निकाल्नु पर्यो भनेपछि टप भनेको माथिबाट सुरु हुन्छ यसको ठक्क 20% तलतिर घटाउनु पर्यो 20% गर्दाखेरि कति हुने भयो 100% मा 20% घटाउँदाखेरि 80% भनेपछि यहाँ चाहिँ PAT निकाल्नु पर्यो है यसरी PAT निकाल्नु पर्छ अब 10% अफ फेलर अफ टपर फेलरको चाहिँ टपर फेल भएको मान्छेको चाहिँ टपर हैन 0 फेलर मुनिदेखि हुन्छ टपर कहाँदेखि हुन्छ त 100% देखि हुन्छ फेलरको चाहिँ टपर यहाँदेखि चाहिँ कति पर्सेन्ट 10% भनेपछि P यहाँ हेर त कति पर्सेन्ट निकाल्नु पर्यो 10% निकाल्नु पर्यो है त्यसरी गर्नुपर्छ हैन ल यसरी अब यो अघि मैले देखाएको क्वेशनमा पनि यति हो भन्दा बढी केही पनि छैन ल यहाँ पनि हेर त यसरी दिएको छ मिडल 70% निकाल भनेछ यसको मिडल 70% निकाल्न के गर्नु पर्यो त पहिला 100 बाट 70% घटाउनु पर्यो हैन 30% हुन्छ 30% डिभाइड बाइ 2 गर्दाखेरि फर्स्ट स्टेपमा चाहिँ 15% भनेपछि P 15% निकाल्नु पर्यो अर्को भनेको मिडल भनेपछि दुईटा निकाल्नु पर्छ अनि त्यसपछि अर्को भनेको 100 बाट सेकेन्ड स्टेपमा चाहिँ 100 बाट 15 घटाउँदाखेरि चाहिँ 85 हुने भयो भनेपछि अर्को चाहिँ P85% निकाल्नु पर्यो अब यसको फर्मुलाहरु हाल्दिने सक्यो 10 मा 10 मार्क्स है ल आजलाई यति गरौँ होला धेरै धेरै धन्यवाद धेरै धेरै थ्यांक यू सो मच मेरो प्यारे प्यारीहरु म यो भिडियो रेकर्ड भिडियो हाल्दिने छु नबुझेको एकचोटी यसो हेर्नु होला है त यो सबै हाल्दिने छु ल थ्यांक यू सो मच क्लास कस्तो भयो ग्रुपमा भन्नु होला म कस्तो भयो क्लास भनेर सोच्छु है अलिकति फास्ट भयो होला अब यसो एडजस्ट गरौँ न ल थ्यांक यू